पूर्ववाचा अनुसार बालेन्द्र शाह बालेनलाई प्रधानमन्त्री बनाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामेछानेले वाहवाही पाए। आलो पालो गर्ने भित्री सहमति भएको छ कि भन्ने कतिपयलाई आशंका थियो। सभापति रवि लामेछानेले त्यो पनि अन्त्य गरिदिएका छन्। उनले सार्वजनिक रूपमै बालेन पुरै कार्यकाल 5 वर्षसम्म प्रधानमन्त्री रहने घोषणा गरेका छन्। तैपनि मानिसहरूमा रवि र बालेन बीचको राजनीतिक अङ्कमाला कति टिक्ला भन्नेमा चासो रहेको पाइन्छ। गएको निर्वाचन प्रचार प्रसारताकादेखि नै मिडियासँग दूरी बनाएका राजसपाका नेताहरू सरकार बनाएपछि पनि मिडियासँग बिरलै बोल्ने गरेका छन्। दुई नेपाली बीचको सम्बन्धबारे कुरा गर्न राजसपाका नेताहरू सम्पर्कमा आएनन्। नेपालको पछिल्ला दशकको राजनीतिमा विभिन्न दलका दुई प्रभावशाली पार्टी नेताहरूबीच टक्कर परेको दृष्टान्त छन्। खास गरी पार्टी सभापति एउटा र प्रधानमन्त्री अर्को हुँदा ठुलो राजनीतिक असमझदारी वा टक्कर देखा परेका उदाहरणहरू छन्। यस्तै ताजा समाचार र महत्त्वपूर्ण अपडेटहरूका लागि हाम्रो च्यानल सा ज्ञानलाई सब्स्क्राइब गर्नुहोस्। आजको लागि यति नै, धन्यवाद।